Hello, Namaste. Today we are going to discuss grade 12's English story, okay? That is Neighbors, written by Tim Winton. टिम विन्टनद्वारा लिखित नेबर्स भन्ने स्टोरी आज हामी डिस्कस गर्न गइरहेका छौँ है। यो स्टोरीमा के देखाउन खोजेको छ त? वाट इज दिस स्टोरी ट्राइङ टु सो अस? के देखाउन खोजिरहेछ अनि हाम्रो ग्रेड 12मा किन राखियो त भनेर हामी यसमा डिस्कसन गर्नेछौँ। The first topic from the literature section in fiction part, that is in the story part, we are going to study this story. Before entering into this story, आज हामी यो स्टोरीमा एन्टर गर्नुभन्दा अगाडि अलिकति टाइटलको बारेमा डिस्कसन गरौँ है। जस्तै नेबर्स भन्यो, नेबर्स भनेको के आउँछ माइन्डमा तपाईँहरूको? नेबर्स भन्ने बित्तिकै छिमेकी भन्नुहुन्छ होइन? अनि छिमेकीसँगको सम्बन्ध कस्तो हुन्छ त? हामीलाई राम्रोसँग थाहा छ। कुनै छिमेकीसँग राम्रो हुँदैन, कुनैसँग राम्रो हुन्छ। नेपाली उखान छ नि, जिउँदाको जन्ती मर्दाको मलामी होइन? In English you can say that neighbors are the people who share both the funerals, the procession of funerals and the marriage भन्छ। विवाहको पनि, जिउँदाको जन्ती मर्दाको मलामी अघि नै भनिसक्यौँ हामीले। So this story is written by Tim Winton in the context of multicultural society. अब यो स्टोरीलाई कुन कन्टेक्स्टमा लेखिएको छ भन्दाखेरि मल्टिकल्चरल सोसाइटीको कन्टेक्स्टमा लेखिएको छ। So in this story you will not find any characters name presented in the story. तपाईहरुले यो स्टोरीमा क्यारेक्टर्सहरुको नाम चाहिँ प्रेजेन्टेड भएको पाउनु हुँदैन। त्यसोभए को पाउनुहुन्छ त भन्दाखेरि you will see the name of some characters by their nationality. Hey, the first one is newlywed couple. Yes, of course, if there are couples, we know that there are husband and wife. उनीहरु को छन् भन्दाखेरि husband and wife छन्। र husband and wife मा husband चाहिँ के काम गर्छन् भन्दाखेरि husband is writing a 20th century novel. husband ले चाहिँ 20th century novel लेखिरहेछ र उसको श्रीमतीले चाहिँ his wife works as a nurse है। and as she goes to the work, the husband stays at home र श्रीमान चाहिँ घरमै बस्छ। जुन कुरा चाहिँ उसको अरु नेबर्सहरु को छ त नेबर्सहरु भन्दाखेरि पोलिश विडोवर। पोलिश विडोवर किन भनियो भन्दाखेरि पोल्यान्डको मान्छे भएको हुनाले पोलिश भनिएको हो। he is not a police, okay, he is a citizen of Poland, so we call him पोलिश। विडोवर भनेको श्रीमती मरेको मान्छे, श्रीमती बितेको मान्छे है, पोलिश विडोवर। अर्को छ मेसिडोनियन फ्यामिली, अर्को छ ग्रीक वुमन, अर्को छ इटालियन वुमन हैन। त्यो भनेको अब यो हामीलाई राम्रोसँग के थाहा छ भन्दाखेरि अस्ट्रेलिया इज फर्मड बाइ द युरोपियन माइग्रेन्ट्स है। युरोपियन माइग्रेन्ट्सबाट बनेको सोसाइटी हो। त्यसले गर्दाखेरि पनि द स्टोरी इज सेट इन द अस्ट्रेलियन सबर्ब। यो स्टोरीको सेटिङ हामीले हेर्यौं भने के देखिन्छ भन्दाखेरि द सेटिङ इज अस्ट्रेलियन सबर्ब है। अस्ट्रेलियाको एउटा सब अर्बन पार्टमा चाहिँ यो स्टोरी टेक प्लेस भइरहेको छ। द स्टोरी इज टेकिङ प्लेस इन द अस्ट्रेलियन सबर्बन एरिया है। सो द क्यारेक्टर्स प्रेजेन्टेड इन द स्टोरी don't have any name, they don't have any name है। उनीहरुको कुनै नाम छैन। rather they are represented by the nationality. उनीहरु केबाट रिप्रेजेन्ट भएका छन् भन्दाखेरि नेशनलिटीबाट रिप्रेजेन्ट भएका छन्। त्यसले गर्दाखेरि द स्टोरी ट्राइज टु शो द इश्यू अफ मल्टिकल्चरलिजम where people are from the various region, where the people are from the various nationality. So while starting this story, the story begins with the interfere of the Polish widower upon the newlywed couple. यो पोलिश विडोवर भन्ने जुन उसको छिमेकी छन्, यो मेसिडोनियन फ्यामिली, ग्रीक वुमेन्स, इटालियन वुमेन सबै, यो पोलिश विडोवरले के गर्छ भन्दाखेरि he makes the fence during the daytime when this husband is writing the 20th century novel, and the sound of hammer and the nail feels disturbed. It makes disturb to this
husband. So this couple thinks that these people are intentionally irritating the newlywed couple as they have migrated to the new place. नयाँ प्लेसमा माइग्रेट भएपछि उनीहरूलाई चाहिँ के लाग्दैछ भन्दाखेरि यिनीहरू हामीलाई जानी जानी इन्टेन्सनली चाहिँ डिस्टर्ब गरिरहेका छन्, दुःख दिइरहेका छन् भन्ने कुरा उनीहरूलाई फिलिङ भइरहेछ। तर एक दिन चाहिँ पोलिस विडोरले के गर्छ भन्दाखेरि एज you know the newlywed couple was trying to make the hen house, they could not make it. उनीहरूले त्यो hen हाउसहरू बनाउन सक्दैनन् र त्यो बनाउँदै गर्दाखेरि चाहिँ police widow आएर चाहिँ police widow helped the newlywed couple to make the hen house. उसले चाहिँ त्यो hen house बनाउनमा पनि हेल्प गर्छ। and while working in the kitchen garden, जब kitchen gardenमा चाहिँ काम गर्दै गर्दाखेरि the wife and the husband, the other ladies like Macedonian family, Greek women's, they helped in the spacing, mulching, healing भनेको छ। भनेको तरकारी करेसाबारी लगाउँदाखेरि चाहिँ त्यो ड्याङ बनाउन कति चाहिँ ग्याप राख्ने भनेर उनीहरूले uninvited, they are not invited by the young couples, but these people without any call, they are forcefully helping the neighbors. They find it awkward. The newlywed couple find it awkward because they haven't expected that these neighbors are going to help them, as they have come from the urban city areas. Earlier they haven't experienced such kind of neighbors from them, from in their life, उनीहरूको लाइफमा चाहिँ त्यस्तो किसिमको नेबर्सहरू उनीहरूले एक्सपेक्ट गरेका थिएनन् अथवा एक्सपिरियन्सै गरेका थिएनन्। त्यो बेलामा यो अहिले आएको चाहिँ के अरे ठाउँमा यी ग्रीक वुमेन्सहरू, मेसिडोनियन फ्यामिलिजहरू अरूले चाहिँ उनीहरूलाई के कुरामा हेल्प गर्दैछन् भन्दाखेरि नयाँ नयाँ के अरे त्यो एग्रिकल्चरल द्याट इज मिन्स वाइल वर्किङ इन द किचन गार्डनमा काम गर्दाखेरि चाहिँ स्पेसिङ कति राख्ने, बिउ कसरी लगाउने, हैन, हाउ टु मल्च एन्ड हाउ टु मेक द हिलिङ स्पेसिङ, लाइन ग्याप्सहरू, त्यो सबै कुराहरू हेल्प गर्दाखेरि चाहिँ दे फाइन्ड इट डिफिकल्ट। एन्ड one day again the police widower, without any call, he offered some woods during the winter season so that the newlywed couple would use it as a firewood, हैन। त्यो देख्दाखेरि चाहिँ उनीहरूलाई अलिकति awkward जस्तो अचम्म लाग्यो है। Somehow still the newlywed couple was not enjoying the interference of the family. And one thing we should not forget, that this man was writing the 20th century novel. We should remember the term 20th century novel because we know that 20th century is the time when modernism started and people started living the individualism or individualistic life, हैन। हामीले के कुरा बिर्सिनु हुँदैन भन्दाखेरि 20th century नोभेलको पनि यहाँ सिग्निफिकेन्स छ, सिम्बोलिक सिग्निफिकेन्स भनेको 20औं शताब्दीमा चाहिँ मोडर्निजम चाहिँ मोडर्निजम स्टार्ट भएको र त्यति बेलादेखि मान्छेहरू चाहिँ इन्डिभिजुअलिस्टिक लाइफ चाहिँ बढी इन्जोय गरिराख्ने अथवा इन्डिभिजुअलिजममा बढी रमाउने टाइम फ्रेम चाहिँ अथवा त्यो एरादेखि बढेको पाइन्छ र त्यहीको सिम्बोलिक रिप्रेजेन्टेसन यङ कपल्सहरू पनि कुनै किसिमको इन्टरफेयर उनीहरू चाहँदैनन्। They don't want any kind of interference in their life by anybody else. But the neighbors are, uninvitedly they are interfering in their life, but in a positive way. र उनीहरूले यो कुरा अगाडि पनि कहिले पनि एक्सपेक्ट गरेका थिएनन्। अब के हुन्छ त भन्दाखेरि as the time was passing on, the news of the woman's pregnancy spreaded in the society, in that locality, है। त्यो नेबरहुडमा चाहिँ एक दिन के हल्ला फैलिन्छ भन्दाखेरि अथवा के नन हुन्छ भन्दाखेरि कि newlywed couple, this woman was pregnant. Now everybody in the neighborhood, के अरे ग्रीक वुमन, इटालियन वुमन, हैन, तिनीहरूले त उनीहरू यति खुसी हुन्छन् कि दे स्टार्टेड अफरिङ नेम्स अफ द बेबी बिफोर द बर्थ। बच्चा जन्मिनु भन्दा अगाडि उनीहरूले नामै अफर गर्न थाले कसैले। सम स्टार्टेड weaving the sweaters and the small socks for the baby, the newly born baby, हैन, नयाँ जन्मिने बच्चाको लागि चाहिँ that was going to be born, जुन चाहिँ जन्मन गइरहेको थियो त्यो बच्चाको लागि चाहिँ उनीहरूले
के अरे मोजाहरू स्वेटरहरू बुन्न थाले. And while the lady was in the market, Greek women and Italian women, they uplifted the skirt of the lady to touch the belly, to feel the baby inside her belly. अनि उनको पेटभित्र चाहिँ त्यो बच्चालाई फिल गर्नको लागि के गरे भन्दाखेरि उनीहरू टच गर्थे. एन्ड दिस रियली मेड द यङ lady very emotional because she has not experienced such kind of things earlier. अहिलेसम्म उनले यो कुरा कहिले पनि एक्सपिरियन्स गरेकी थिइनन्, किनकि कुनै नेबर्सले आएर उनको पेट त्यसरी टच गर्ने अथवा त्यो त्यति माया चाहिँ पाएकै थिइनन् के. सी hasn't got that kind of intimacy and love from her neighbors and it was a new experience for her. उनको लागि त यो नयाँ एक्सपिरियन्स थियो हैन. So it was a very heart touching moment for the lady. As the days was passing and it was the time of her labor, the whole night the husband was supporting his wife. Whole night मा चाहिँ उसको हस्बेन्डले चाहिँ उसलाई सपोर्ट गरिरहेको थियो. She was crying in the pain. The midwife was there. मिडवाइफ भनेको जुन सुडेनी भन्छौँ नि हामी, त्यो हेरचाह गर्ने मान्छे प्रेग्नेन्सीको बेलामा, उसलाई बोलाएको छ. ही इज अफरिङ द hot water to her, sorry. He is offering hot water to her and he is just massaging her feet so that she could feel comfortable. He was very much worried. But as the day was passing, he was feeling a kind of very much heavy hearted. उसलाई चाहिँ एकदमै एक किसिमको पीडा जस्तो फिल भइरहेछ. श्रीमती चाहिँ लेबर पेनमा छिन् र त्यो बिहानसम्म भइसक्यो. नाउ outside the house, outside of his house, he saw the large crowd of his neighbors. उसले चाहिँ आफ्नो घर बाहिर चाहिँ एउटा ठुलो क्राउड चाहिँ देख्छ मान्छेहरूको. He could not understand the language because these people are from the various part of the European nation भन्नु पर्यो हैन. किन भन्दाखेरि हामीलाई थाहा छ पोल्यान्डको ल्याङ्ग्वेज फरक छ, इटालीको ल्याङ्ग्वेज फरक छ, ग्रिकको ल्याङ्ग्वेज फरक छ. But it seems that these people were praying or these people were the well-wishers of his wife. र उसलाई चाहिँ के फिल भयो भन्दाखेरि यी मान्छेहरू चाहिँ उसले उसको ल्याङ्ग्वेज नबुझ्न सके पनि he could not understand the language but he felt that है उसले चाहिँ के फिल गर्यो भन्दाखेरि that these people are the well-wishers of his wife and they were equally happy that the new baby was coming. As soon as the baby was born, जब नयाँ बच्चा जन्मियो, there was a loud cheerful noise outside, but the young man, the husband, started crying and he started saying that he was not prepared for the 20th century Nobel. उसले के फिल गर्यो त, म 20औं शताब्दीको नोबेलको लागि चाहिँ तयार भएको मान्छे होइन भनेर रुन थाल्छ र स्टोरी यतिकैमा सकिन्छ. किन रोयो त? बिकज ही वाज लिभिङ इन एज अ एलिनेटेड लाइफ. जिन्दगी एक्लै बाँच्छु, यो नेबर्सहरू चाहिँदैन भनिरहेको थियो. तर जुन कम्प्यासन, जुन लभ, जुन एउटा कम्पनी उसले नेबर्सबाट भयो, यो कुरा एक्सपेक्टै गरेको थिएन. सो ही रियलाइज द्याट he was not prepared for the 20th century Nobel. 20th century Nobel को लागि प्रिपेयर भएकै छैन भन्ने कुरा उसले चाहिँ फिल गर्छ. त्यसोभए के देखाउन खोज्यो त यो स्टोरीले? The story is trying to show the multicultural society. Even we live in the multicultural society, our language may be different, our culture may be different. हाम्रो कल्चर फरक हुन सक्छ, ल्याङ्ग्वेज फरक हुन सक्छ, but our feelings are same. Our feelings are similar. We share common values of love and affection. हैन? हामी के कुराहरू शेयर गर्छौं त कमन भ्यालुज भन्दाखेरि लभ एन्ड एफेक्सन को कमन भ्यालुजहरू शेयर गर्छौं. Feelings of neighborhood. This story is trying to show us the feelings of neighborhood, where it shows that we cannot be separated from our neighborhood. We are living in the, we are woven in the neighborhood. We are living in the wave of the society. हामी सोसाइटीको त्यो जालोभित्र बाँचेका छौं. एक्लो भएर बाँच्न सक्दैनौं. नेबरहुड हामीलाई चाहिन्छ. मैले सुरुमै भनेको थिएँ that I have told you
neighbors are the partners of during the procession of death and the marriage ceremony. जिउँदाको जन्ती मर्दाको मलामी. So he realized that he cannot live alone in the society. Now he realized the significance of neighbors in the society in his life. So he said that he is not prepared for the 20th century novel. Now we know that language and culture is not a barrier to share the feelings. Of course, it is true that despite the language differences, despite the differences in the culture, our feelings are not what? Our feelings are not separate, our feelings are not alienated, our feelings are not different. के अरे हाम्रो छिमेकी हामी हिन्दू भयो भने कोही मुस्लिम होला, कोही क्रिस्चियन होला, अथवा हामी नेपाली भयो भने कोही इन्डियन होला, कोही जापानिज होला, कोरियन होला, हामी विदेश गयौँ भने हैन, नेपालमा त जस्तै हामी के छौँ त, काठमाडौँमा बसेका छौँ, कोही तिमीहरूकै क्लासमा हेर्न सक्छौ, क्लासरुममा एउटा हेऱ्यौँ भने कोही रामेछापको विद्यार्थी, कोही काभ्रेको, कोही काठमाडौँको, कोही धनगढीको, कोही पोखराको, यु आर लिभिङ इन द सोसाइटी. अनि एउटा साथीलाई दुख्दाखेरि कस्तो फिल गर्छौ तिमीहरूले? द्याट you have the communal thought. Okay, so the story is trying to show that we may be from the different regions and different religions or different nation, but our feelings are same. है, हाम्रो फिलिङ्सहरू के हुन्छ त, सेम हुन्छ भनेर देखाउन खोजिएको कुरा हो. So we should not forget that the story focuses on the multicultural issues. Despite the language barriers, our feelings are similar. Hey, sometimes we may not like to live in the neighborhood, but we cannot escape from it भनेर बुझ्नु पर्यो. I hope you have enjoyed this video. Thank you very much. सक्नुस्, do not skip the video for a few seconds. हामीलाई नयाँ नयाँ भिडियो बनाउनको लागि तपाईहरुको मोटिभेसन चाहिन्छ, and we get that motivation from your like, comment, share and subscribe. Please hit the subscribe.